हेलो नमस्ते सेवारो सबैजनालाई तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। आज चाहिँ मेरो ब्रेडबाट स्टार्ट भएको छ आजको दिन चाहिँ। सो हाम्रो चाहिँ ब्रेड सप भएको कारणले स्टार्ट त ब्रेडबाटै हुनु पर्यो अनि अरू पनि धेरै प्रिपरेसनहरू त गर्नुपर्छ नै। अनि यो जुन मैले बनाउँदै गरेको चाहिँ पिक्कल हो, यो चाहिँ ब्रेडको लागि हो। अनि यो त पहिला पनि मैले तपाईँहरूलाई देखाइसकेको छु। यो चाहिँ हामी 3 देखि 4 घन्टासम्म नुनमा हालेर राख्छौँ, नुन मिक्स गरेर। त्यस पछाडि चाहिँ मजाले पखालेर अनि भिनेगर र सुगरमा हाल्नुपर्छ। भिनेगर र सुगर चाहिँ अलरेडी रेडी गरेर राखेको हुन्छ। सो यो पिकल चाहिँ भोलिको लागि है त, आजको चाहिँ हिजो राखेको निकालिसकेको छ। सो दिनहरू चाहिँ यसरी नै बितेको हुन्छ। साथीहरू तपाईँहरू कसरी बिताउनुहुन्छ दिन? अनि कतिजना साथीहरूले चाहिँ कति दिनसम्म अर्काको अन्डरमा काम गर्नु, कति दिनसम्म अर्काको खटनमा काम गर्नु भन्नुहुन्छ नि। तर आफ्नोमा अब भए त आफ्नै गर्ने बेटर हो, तर आफ्नोभन्दा चाहिँ मलाई अर्काकोमै गर्न सजिलो लाग्छ। सो म चाहिँ खुसी नै छु है। अनि तपाईँहरू पनि खुसी हुनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् भन्न चाहन्छु। बाई बाई।